आफ्नो भनाइहरू राखिदिनु हुन म आदरणीय अजिता दिदीलाई आइदिनु हुन अनुरोध गर्न चाहन्छु। अन्यायको निमित्त हामीले आवाज उठाइरहनुपर्नेछ। हेलो सम्पूर्ण नेपाल मकनपुरवासीलाई यो जुन आतङ्क गरेर कुराले सबैलाई व्यक्त पारिरहेको छ, त्यसैले सबै महिलाहरू पनि एकसित गर्ने भन्नेमा सबै निस्किनुपर्ने हुन्छ। सबैको व्यवसाय निस्केको छ, घर पनि सबैको जाने अवस्था छ। त्यसैले सबै महिलाहरूले पनि सचेत हुनुपर्छ र आफ्नो आफ्नो बचाउनको लागि सबै मिलेर साथ दिनुपर्छ भन्छु म। यति हो, मलाई अलिक धेरै बोल्न त आउँदैन, त्यही पनि आफ्नो जान गएपछि सबैले नै मिहिनेत गर्नुपर्छ। भाइ भाइहरूले मात्रै होइन, दिदी बहिनीले पनि केही गर्नुपर्छ यसमा भन्ने कुरा म भन्छु। धन्यवाद। जेनजी जस्ता भाइहरू को हुनुहुन्छ आफ्नो भावनाहरू राखिदिनु हुन पनि म अनुरोध गर्न चाहन्छु। यो समस्या सबै पुस्ताको, सबै जेनजीहरूको र आफ्नो भनाइहरू राखिदिनु हुन म मिस्टर मानन्दज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्ते सम्पूर्णलाई, मेरो नाम मिस्टर मानन्द। म पनि एउटा भिक्टिमै हो हजुरहरू जस्तै, र साथै हजुरहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि मैले जेनजीको अफिसियल जेनजीको मकवानपुरबाट मैले प्रेसिडेन्टसँग चाहिँ मैले कुरा राखेर मागहरू एजेन्डाहरू म हजुरहरूलाई थोरै सुनाउँछु। हामीले भनेको सडक विभागलाई जुन माग भनेको छौँ र त्यही माग हामीले सिडिओसँग नि हिजो भर्खरै मिटिङ गरेर हामीले त्यो मागहरू भनेको छौँ। माग चाहिँ के छ भनेदेखि हाम्रो लाल पूर्जा भएको घर र लगतकट्टा नगरेको घरलाई चाहिँ कम्पेन्सेट गरेर मुआब्जा दिएर मात्रै भत्काउने र अर्को कुरा भनेको जो जसले मुआब्जा पाएको छ, हामीले मुआब्जा पाएको रेकर्ड मागेको छौँ सिडिओसँग, सडक विभागसँग, तिनीहरूसँग हुने हो नि रेकर्ड छ, त्यो दिन सकेन क्या हामीलाई, त्यो दिएकै छैन हामीलाई। हाम्रो मागै त्यही हो, कुन चाहिँ घरले या कसरी पायो, कुन मुद्दामा पायो र के भनेर चाहिँ पायो, कसले पायो, त्यो एउटा रेकर्ड मात्रै खोज्यो। त्यो एउटा आम सिटिजनले मात्रै माग्ने कुरा हो नि, त्यो त हामीले मात्रै होइन, आम सिटिजनले नि माग्न मिल्छ, भिक्टिमले मात्रै होइन, नन भिक्टिमहरूले नि माग्न मिल्छ त्यो रेकर्ड। त्यो दिन सक्नु भएन क्या हामीलाई चाहिँ। त्यही कुरा गर्दा गर्दै हामीलाई खालि 2080 पुसको ऐनले सबै कुराहरू, पुस 17को सबै कुराहरू ऐनले चाहिँ यो खारिज गर्दिछ भन्नुभएको छ। त्यो खारिज चाहिँ जम्मा 13 या 14वटा घरको पुरानै केस मात्रै खारिज गरेको हो। त्यो ऐन खारिज गरेको होइन, 80 को अपोज मात्रै खारिज गरेको हो। यो अफवाह फैलाइरहेको छ, सबले मुआब्जा पायो। आम नेपालीले पनि के अरे आम हेडवडा, अरू हेडवडा वासीहरूले पनि हामीलाई नै विकास विरोध, हामीलाई नै विकास गर्न नखोजेको जस्तो कुरा गरिरहेछन्। तर त्यो होइन, हामीले विकास खोजेको छौँ, हामीले विकासको विरोध गरेको चाहिँ होइन, हामीले विकास खोजेको छौँ। तर मुआब्जा दिएर हामी सुकुम्बासी त हुन भएन नि। सरकारले सुकुम्बासीलाई चाहिँ मुआब्जा या घर दिने रे, अनि घर भएको मान्छे, लाल पूर्जा भएको मान्छेलाई चाहिँ नदिने भन्ने हुँदैन। म यसरी नै अगाडि बढ्दैछु, मेरो टिकटकबाट म भिडियो बनाउँदैछु, सकेसम्म म हेल्प गर्न खोजिरहेको छु यो केसलाई। धन्यवाद। धन्यवाद सम्पूर्णलाई। आजको हामीले साङ्गीतिक रूपमा विरोध सभा पसल बन्द गरेर गऱ्यौँ। यसलाई हामीले निरन्तरता दिनेछौँ र भोलि बिहान सबैजनालाई फेरि यही ठाउँमा 8 बजे उपस्थित भएर आज सायद 3-4 बजे सिडिओ जिल्ला प्रशासन कार्यालयसँग सबै राजनीतिक दल र जेनजी पुस्ताको बैठक रहेको छ। त्यो बैठकको निष्कर्ष के आउँछ र भोलि सबैजना हामी यहीँ जम्मा भएर भोलिको आगामी दिनहरूको रणनीति के हुन्छ भनेर भोलि